नमस्ते सबैजनालाई। आज हो हाम्रो नेपालीहरूको बडो दिन जो हो दसैँ। त्यही लागि अब म यहाँ तयारी गर्दैछु, हेर्नुहोस्। यहाँ मैले सबै काँसाको भाँडाहरू धुएर सफा गरेर राखेको छु। आज चाहिँ मेरो छोरालाई सम्हाल्दैछ मेरो बुढाले। त यहाँ चाहिँ मैले च्यादर निकालेर रेडी गरिसकेको छु। आज बिछाउँछु नयाँ च्यादर, किनकि आज दसैँ हो। त नयाँ नयाँ जिनिस बिछाउनु पर्छ अनि सबैले नयाँ नयाँ लुगा लगाएर टिकी लगाउनु पर्छ। त मैले यहाँ हेर्नुहोस् च्यादर मजाले मिलाएर बेड मिलाइसकेको छु। तर अब के गर्नु, मिलाएको र नमिलाएको एउटै हुने हो। बाउ छोरा आएर सुतिहाल्यो। मेरो ओसन बिगार्ने चाहिँ दुईजना नै महान हो। त नयाँ च्यादर हो भनेर मेरो छोरा पनि हेर्नुहोस् कसरी सुतेको छ, ताकि म सुसु गरेर बिगार्दिम भनेर। यहाँ बाबा आइसक्नु भएको छ बजारबाट सामानहरू लिएर। अब बाबा नुहाइधुवाइ गरेर पूजा गर्नुहुन्छ। त बाबाले यहाँ पूजा गर्नु लागि फलफुलहरू, मिठाईहरू, दुबो अनि हाम्रो कृष्ण कन्हैयाको लागि पनि लुगा ल्याइदिनु भएको छ। किनकि हामी सबैजना आज नयाँ लुगा लगाएर टिकी लगाउँछु। त हाम्रो कृष्ण कन्हैया बालगोपाललाई पनि त नयाँ लुगा लगाएर टिकी लगाइदिनु पर्यो। यो चाहिँ दसैँको उपलक्ष्यमा मेरो छोराको लागि आजदेखिको फुल सेट काँसाको भाँडा निकालिदिएको खाना खानु लागि। आजदेखिको मेरो छोराले यही भाँडामा खान्छ। त हाम्रो यहाँ घरपति आमै सोच्नु हुँदैछ, विचार्नु हुँदैछ आज खाना के बनाउनु, दसैँमा एकदम स्पेसल खाना के बनाउनु भनेर। मम्मी के बनाउनु हुने? स्पेशल खाना खाँदा मात्रै भयो। आज बाबा र म त भेजो दाल बनाउँछु, मौसमको दाल छ, अन्त भात बनाउँछु, पापड भाज्छु, टमाटर प्याजको अचार, अन्त आलु भुजिया। छोरा बुहारी नातिको लागि माछा ल्याइदिएको छु। चिङ्गी माछा छ, केतल माछा छ। बिहान बेलुका खानुको लागि 1 केजी ल्याइदिएको छु केतल माछा। ल, थ्याङ्क यू। यति दसैँ सबैलाई धेरै धेरै आशीर्वाद छ। सुखमै दसैँ बितोस्, भाग्यमा हुनु सबैजना, सबैलाई सुखी शान्ति भएर जिउनु पाऊ, हमेसा सुखी बन्नु, भाग्यमानी हुनु। यति दसैँ सबैलाई। यहाँ बाबाले हामीलाई ल्याइदिएको छ कत्ला माछा र चिङ्री माछा। यो धुइधाइ गरेर म जान्छु नुहाइधुवाइ गरेर अब पूजाको लागि रेडी हुनु पर्यो। त्यही लागि तपाईँहरूलाई बाई बाई। अनि अर्को आदि दसैँको भिडियो चाहिँ हेर्नुहोस् अर्को ब्लगमा, अर्को भिडियोमा। थ्याङ्क यू फर